Guys, welcome back to my vlog straight out of Pasupati aka Kathmandu in the house guys. This is me Deepak Chhetri and you are watching Deepak Chhetri's vlog. आजको vlog को special यो मान्छे USA जाँदैछ and just to record he was crying अनि यसलाई पछि त्यो भिडियो देख्दाखेरि embarrass होस् न त यो रोस भनेर हैन यति ह्यान्डसम दाइसँग घुमिरहेको छ यसको मुख त यति नराम्रो छ यसको त मुखमा मास्क लगाउनु पर्छ हैन मैले काठमाडौँ आएको सुरुको दिनदेखि नै भ्लग बनाउन सोचेको थिएँ मेरो नाकमा ठ्याक्क पिम्पल आइदियो कि मैले भ्लग नै बनाउन भेटेन अनि आज यो मान्छे रुनी हो अनि पछाडिको यी दुईटा पनि रुनी हुन् हैन त्यही भएर आज रेकर्ड गर्नुको मेन उद्देश्य त्यही हो अनि आजको भ्लगको मेन टपिक यही हो स्ट्रेट आउट पशुपति हामीले पशुपतिमा पूजा गर्छ के मैले हामी जाँदैछौँ कहाँ गुहेश्वर हैन गुहेश्वरी जाँदैछौँ अनि त्यहाँदेखि पूजा गर्न हामीले हल्का लिटिल सपिङ गर्नुपर्ने छ त्यसपछि यो मान्छेको फ्लाइट छ साँझको 6 बजे जाने हो 3 बजे हामीले यहाँदेखि 3 बजे एयरपोर्टसम्म छोड्नुपर्छ यो मान्छेलाई 4 बजे भित्र घुसाउँछ एन्ड ही विल डाइरेक्टली फ्लाइ टु कतार टु मायामी एन्ड मायामी टु हिज डेस्टिनेसन युएसए मायामी पनि युएसए मै हो आई नो मायामी बीच मैले सुनेछु फेमस फर थाहा छ मलाई फेमस फर बीचेस मलाई थाहा नहोला मायामीको भाइ भ्लग धेरै हेरेछु मैले इन्डियनहरुको सो गाइज लेट्स कन्टिन्यू दिस इज आवर जर्नी पिपल आर वॉकिङ अराउन्ड नो लेट्स कीप गोइङ चन्दी these people are my family okay so see you soon अहिले चाहिँ भ्लग स्टप गर्दिम र बाँकी सपिङ गर्दाखेरि यताउता दिस इज द शौचालय यु नो वेयर पिपल थिङ्क्स अबाउट देयर लाइफ all about focus यता फोकस गरे उता गयो उता फोकस गरे यता गयो So guys, we are still going toward Guheshwari Mandir honey I'm just making my vlog hey guys there are lots of handicapped people around and some pigeons यहाँको परेवाहरू डराउँदैन यो परेवाहरू धनगढी हुँदैछ कस्तो प्लेटमा गएर पेटमा गइसक्यो हुन्थे I love this so guys अब हामी एकदम टपमा पुगिसकेका छौँ हैन लेट मी एक्सप्लेन यु सम प्लेसेस जहाँ हामी गएका थियौँ पशुपति चाहिँ यो बिचको मेनवाला यो वाला पशुपति भइहाल्यो है दिस थिङ अनि यो चाहिँ पुरै गोल्डले प्लेटेड छ नट मतलब सुनको सुनकै हो मतलब गोल्ड प्लेटेड बुझ्छौ नि इलेक्ट्रोलाइसिस एन्ड समथिङ ब्ला ब्ला अनि यिनीहरू चाहिँ यहाँ बसिसक्यो थाकेर हामी जाँदैछौँ सी द्याट त्यहाँनिर एकजना कसको लास्ट बर्न भइरहेछ होइन मतलब प्रिपेयर भइरहेछ टु बर्न अनि यो चाहिँ हाम्रो काठमाडौँ सहर त्यो रुखले ध्यान दियो त केटा समथिङ क्रेजी राइट यति धेरै मन्दिरहरू छ हेर तिम्रै संसारमा डुब्न मन भोनी मेरा सारा खुशी गरे तिम्रै निम्ति हो गरे हावाको लहरसँगै उडिरहन मन भयो तिम्रो
त्यो बासना मनमै चल्यो रे तिम्रो त्यो भोलिमा मगनो भएर तिम्रो गाडी फुलहरू पनि छम 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 नाच्यो रे तिमी आइयो धरतीमा रङ्गायो रे। This is literally awesome. सब आफ्नो आफ्नो धर्ममा छन् क्या, यहाँ मान्छेहरूले कसैको बाल नै छैन। गाइस यो ढोकाको चाहिँ पल्लोपट्टि चाहिँ गुहेश्वर मन्दिर छ। हामीले चाहिँ हामी चाहिँ अहिले गुहेश्वर मन्दिरबाट निस्किरहेछौँ। गुहेश्वर मन्दिर आउने पूजा भयो गुहेश्वरी एन्ड देयर इज अ मंकी। ओ म्यान मेरो सिँढी चढ्दा चढ्दै हालत डाउन भइसक्यो। राइट गाइस हामी चाहिँ अहिले पशुपतिबाट निस्किसकेका छौँ अनि अहिले चाहिँ हामी बसमा छौँ। नट मोर देन मी। यो शिवजीको त्रिशूल टिका हेर्नु पऱ्यो मात्र। हामी अहिले बसमा जाँदैछौँ होइन। बसमा हामी जाँदैछौँ। हामी जाने ठाउँ कोटेश्वरी 3 गुनिया होइन। आई विल सो यु इन द वे ओके। हामी घरबाट निस्किन लाग्यो एयरपोर्टको लागि अनि यहाँ टिकाटालो कार्यक्रम भइरहेछ है। वी विल सो यु लेटर। कोठाको हालत त यस्तै छ। घर छोडेर एयरपोर्टतिर लाग्न लागेको। उता मम्मी यहाँनिर चाहिँ म। यो चाहिँ सुटकेसहरू यत्रो भारी ड्याम। अनि अब सिधै एयरपोर्टमा भेटौँ। ओके एयरपोर्ट पुगिसक्यौँ। यु क्यान सी त्रिपुरा इन्टरनेसनल एयरपोर्ट। अनि यहाँ चाहिँ यिनीहरूको साथीहरू छ। यसको साथीहरू अनि मम्मी बाबा। त्यहाँ चाहिँ यिनीहरूको फोटो सेसन भइरहेछ। हाम्रो बेहुलो रेडी छ। यी क्यामेराम्यान मम्मी। मम्मीले सम्हाल्दा So guys, अब चाहिँ फ्लाइटको टाइम भइहाल्यो। अहिले भित्र छिर्नु पर्ने हुन्छ होइन। हाम्रो मम्मी क्राइङ। हाम्रो दिदी नट क्राइङ। वी अल इन्जोय दे आर क्राइङ। ओए तेरो छिटै छिर्नु पर्ने भन्ने छ। 3 घन्टा अगाडि छिर्नुपर्छ अरे। छिरिहाल्छ। So guys, we are moving toward भित्र। हामी भित्र जान पाउँदैन स्टिल। गाइस फेरि पनि स्वागत छ तपाईहरुलाई मेरो नयाँ भ्लगमा। आई मिन त्यही पुरानो भ्लगमा। स्टिल
They are discussing something I don't know about. एकजना बाबाको भान्जेलाई हामी के भन्छौँ? दाई। दाई। एकजना दाई आउनु हुँदैछ। त्यो दाईको वेटिङ, त्यो दाईले हेर्न पाउँछ कि नै पाउँदैन भन्ने हो। ट्रली पाएन? बाई 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 हुँदैछ। They are going. हाम्रो बेहुला साहब। बिल्ली बिल्ली बाई बाई नेपाल भन्न। बाई बाई नेपाल गोइङ टु धनगढी। More without it, never. So guys, yeah. दाइ चाहिँ गइसकेको छ होइन प्लेनबाट भन्दा नि यहाँदेखि छिरिसकेको छ प्लेन चाहिँ कति 6 बजेको छ एन्ड हि विल बी गन अब हामी पनि घर जान लागेको सो लेट्स गो गाइज नाउ वी आर लिभिङ द एयरपोर्ट राइट सामान सबै सेलेक्ट भइहाल्यो एकदम केही सामान पनि निकालेर फालिदिएन अब चाहिँ एयरपोर्ट छोडेर घरतिर जान लागेको लेट्स गो हामी फेरि एकदम टोलको गल्लीमा आइसकेका छौँ अनि हामी गल्लीमा हिँड्दैछौँ होइन अहिले चाहिँ हामी सायद नास्ता खान जान्छौँ होला हो कि नै चन्दी लेट्स गो चलो चले आओ हम चले चलो कहीं चले मेरा हातमा लिटरली झुट्टाहरू अहिले चाहिँ हाम्रो नास्ता खाने टाइम भइरहेछ यो चाहिँ हाम्रो लस्सी मैले चाहिँ नास्ता खाइसकेको छु ओके अब हामी यहाँदेखि घर जाने बताओ कोई मुझसे प्यारा कोई नहीं तुम एक बार बताओ कोई है मुझसे प्यारा दिस इज काठमाडौँ को ट्रैफिक यो रेस्टुरेन्टमा चाहिँ हामीले नास्ता खाएको है एकदमै मिठो छ एकदमै मिठो छ यु सुड ट्राई वान्स काठमाडौँको ट्राफिक भेरी ब्याड अब चाहिँ हामी घर जान लागेको
आफ्टर लिभिङ अफ पिपुल टु द काठमाडौँ लाइक के अरे एयरपोर्ट अनि यो बहिनीले भर्खरै इमोसनल कुरा गर्न लाग्थ्यो होइन आई एम हार्टलेस पिपल्स बाल मान्दैन म केही चिज बट हेभ अ सेफ जर्नी ब्लग हेर्ला र त्यो बिल्ली बिल्ली भाइ मेरो ब्लग हेर ल हेर्छ होला अर्को सो दिस मच फर टुडे एन्ड हेभ अ नाइस डे। यो गल्लीमा छ क्या लिटरली कति सानो गल्ली छ काठमाडौँको चोकमा घर यति धेरै छ लिटरली 3 तले के म कसम 2-3 चोटि हराउनेवाला थिएँ फेरि बट्टीले अब त बाटो सब थाहा भयो सो गाइज हामी घर पुगिसक्यौँ यति भन्दै म भ्लगिङ गर्न चाहन्छु थ्याङ्क यू हेभ अ नाइस डे बाई।